नमस्कार। भर्खरै एसईको नतिजा आयो हैन। धेरै विद्यार्थीहरू अनि अभिभावकहरू पनि अब के गर्ने होला भन्ने सोच्दै हुनुहुन्छ होला। एकदमै यो समय अलि महत्त्वपूर्ण नै हुन्छ। कुन बाटो रोज्ने भन्ने कुराले भविष्यमा धेरै फरक पार्छ नि। हो नि, अन्यल हुनु त स्वाभाविकै हो यस्तो बेला। हो यही विषयमा हामीले एउटा लेख भेट्टायौँ, एसई पछिका शैक्षिक मार्गहरू भन्ने। आज यसमै अलि गहिरिएर कुरा गरौँ न है। हुन्छ राम्रो विषय हो यो। त्यो लेखले विकल्पहरू राम्रै देखाएको जस्तो लाग्यो मलाई पनि। त्यसो भए सुरु गरौँ सबैभन्दा चल्तीको बाटो +2बाटै। हुन्छ। +2मा त अब विज्ञान, व्यवस्थापन, मानविकी अनि शिक्षा यिनै हुन् मुख्य धारहरू। हो, तर लेखमा के कुरामा जोड दिएको छ जस्तो लाग्यो छान्दाखेरि? लेखले चाहिँ मुख्यतः विद्यार्थीको आफ्नै रुचि हेर्नुपर्छ भन्छ। अनि उसको क्षमता, भविष्यमा के गर्ने सोच छ त्यो कुरा। अरूको लहरलैमा लागेर वा दबावमा परेर भन्दा पनि। हो त्यही। जस्तो कसैलाई डाक्टर बन्ने इच्छा होला, तर विज्ञानका विषय गाह्रो लाग्छ भने त विचार गर्नु पर्यो नि। एकदम व्यावहारिक कुरा। तब +2 बाहेक नि प्राविधिक शिक्षाको पनि त कुरा छ, सिटिभिटी वाला। छ नि, त्यो पनि बलियो विकल्प हो। सिटिभिटीले डिप्लोमा तहमा जस्तो इन्जिनियरिङ, स्वास्थ्य, कृषि, होटल म्यानेजमेन्टतिर थुप्रै कार्यक्रमहरू चलाउँछ।